कञ्चनपुरको लालझाडी गाउँपालिकामा राणा थारू विशेष तीज कार्यक्रम सम्पन्न भएको छ। कञ्चनपुरको लालझाडी गाउँपालिकामा राणा थारू समुदायको संस्कृति, परम्परा तथा मौलिक पहिचानको संरक्षण र सम्वर्धन गर्ने उद्देश्यले राणा थारू विशेष तीज कार्यक्रम सम्पन्न भएको छ। लालझाडी गाउँपालिका 1 स्थित नवोदय आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा राणा थारू समुदायको महिला तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा तीज पर्वको संस्कृति तथा सामाजिक महत्त्वबारे चर्चा गर्दै राणा थारू समुदायका मौलिक संस्कृति, परम्परा र पहिचानलाई संरक्षण गर्दै आगामी पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा सभा अध्यक्ष समितिकी अध्यक्ष रामजानकी राणा रहनुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथि लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राणा रहनुभएको थियो। त्यसैगरी लालझाडी गाउँपालिका वडा नम्बर 1 का वडा अध्यक्ष प्यारेलाल राणा विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा भलमनसा समितिका संयोजक अतिराम चौधरी, वडा नम्बर 1 का भलमनसा समुदाय वनका अध्यक्ष, शिक्षक र सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई स्थानीय मुना राणाले सञ्चालन गर्नुभएको थियो।